हेलो एभ्रिवान। अस्ति भर्खरै आइसकेँ म अफिसको कामले एकदम हतारमा थिएँ कि एकदम हतारमा म कतै गइरहेको थिएँ अफिसको कामले। अनि त्यो काम नगरिकन नहुने थियो कि माइन्डमा त्यही चला चाँडो गर्नुपर्ने भनेर। अनि त्यही बाटो म त्यही गइरहेको थिएँ। एउटा साथी भेट्यो, पुरानो साथी। ठ्याक्कै उसलाई हेऱ्यो, अनुहार चाहिँ कतै हेरेर जस्तो लाग्यो, तर कहाँ हेरेर जस्तो हुन्छ नि त्यो फिलिङ्स त्यो ठ्याक्कै थाहा नभएको जस्तै फेमिलियर भए जस्तो, तर पत्ता लगाउनु नसक्ने कहाँ देखेछ भनेर। अनि यस्तो कुरो गर्दै जाँदा पुरानो साथी रहेछ, स्कुलमेट। धेरै लामो समयपछि भेटेँ मैले उसलाई। अनि हाई हेलो भन्दै हामी स्मल टक गऱ्यौँ। म एकदम हतारमा थिएँ त्यतिखेर। लास्ट टाइम अफिसको काम जसरी पनि टाइममा गर्नु लगभग त्यतिखेर लगभग 2-3 बजिरहेको थियो। मैले काम चाहिँ 3 बजीसम्म सकाइसक्नु पर्ने थियो कि 2:30 बजिरहेको थियो अराउन्ड। अनि आधी घन्टा त थियो, तर पनि लास्टै हतारमा थियो। के छ कसो छ भनेर कुरो गरेको थियौँ। अनि उसले एक्कासी सोध्यो कि तिम्रो चाहिँ कोही छैन भनेर। अनि मेरो माइन्डमा चाहिँ पुरै चल्ला थियो, रस चाँडो गर्नुपर्छ काम, हतारमा थिएँ कि म। अनि ठ्याक्कै त्यो क्वेसन सोध्दै थिएँ, उसले एन्सर दिएँ, हुनुहुन्छ त, पापा हुनुहुन्छ, मम्मी हुनुहुन्छ, एउटा दिदी एउटा बहिनी छन् भनेर भन्दै थिएँ। ऊ हाँसेको देखेर म पनि मुस्कुराएँ। अनि उसले भने लाटा गर्लफ्रेन्ड छ कि छैन भनेर। म फेरि हाँसेँ बाहिरबाट। अनि भित्रबाट चाहिँ कास उसले सोधे जति कि त्यति सजिलै मैले कसैलाई आफ्नो मनको कुरो भन्न र खोल्न सकेँ। यो सब मेरो दिमागभित्र चल्दै थियो। अनि मैले लामो सास तानेँ। अनि यसो सानो कन्भर्सेसन गऱ्यौँ। अनि हामी निस्क्यौँ आफूबाट। अफिसको काम सकाएँ, बेलुका घर पुगेँ। अनि यसो त्यो कन्भर्सेसन सम्झेँ। अनि हातमा कलम अनि बोकी डायरीको पाना खोलेँ। अनि लेख्न थालेँ। हुन्थ्यो होला मेरो नि जसलाई मेरो दिनचर्या सुनाउँथ्यो। हुन्थ्यो होला मेरो नि जसलाई देखेर ऊ मेरी हो भन्न पाउँथे। उसकै लागि गीत गाउँथे, उसकै लागि नाच्थे, उसकै लागि गजल लेखेर उनीलाई मात्र सुनाउँथे भनेर लेख्दै थिएँ। अरे मम्मीले डोरा ड्याममा खोल्नु हत्ता नपत्ता कपी बन्द गरेर। अनि यति हो, हस्, बाई बाई।